Hi guys, welcome back to my channel. It's me Shweta guys. आज म नयाँ भिडियो लिइरहेको छु. So guys, आजको भिडियोमा चाहिँ we are here ladies group guys. आज हाम्रो स्पेशल चाहिँ हामी घुम्न जानुको कारण चाहिँ के हो भन्दाखेरि यहाँनिर एउटा केटी छैन, यो केटी छैन स्पिचमा फर्स्ट भएको छ गाइज. सो सबको सेम भएपछि हेर त हेलमेट हाम्रो घरमा सब हामी कहाँ जाँदैछौँ गाइज. यो भिडियो लास्टसम्म हेर्नु होला and then like and subscribe my channel guys. गाइज हामी म काठमाडौँबाट भर्खर आएको नि मेरो अब यो चाहिँ अहिले आएको फर्स्ट टाइम हो. म बाइक सिक्दैछु गाइज. ओए तीनजना हेलमेट अर्को हेलमेट खै हेलमेटले सेम हेलमेट भिडियो नि आइफोन 17 प्रोबाट बनाएको है. त्यही भएर हाम्रो दुईटा अहिलेसम्म राखेको छैन नि त्यस्तो खालको भिडियो हाम्रो तपाईँहरूलाई पनि थाहा छ होला होइन. त्यही भएर अहिले हामीले आइफोन 17 प्रोबाट बनाएको. पछाडि हुन्छ क्या दुईजना चाहिँ आइफोन 17 तान्देला नि कति पाउँछ हौ पर्दासम्म त्यही गर्ने सानो दिदी खोइ त गाइस. बाइक घरमा बाइक छ अनि हातमा चाबी आउँछ भने गाइस यति हो घरमा चाहिँ नछोड्नु होला है गाइस. पहिला आउँछ देखाउनु हेर्नु है गाइस. यसमा पनि हामी चाहिँ गाइस यस्तो भिड छ नि बाटो चाहिँ पुरै लास्टै भिड छ. तर अहिले फेरि खाइभयो डुलेर खाएर यतिकै घरमा दुःख दिएर जस्तो लाग्छ है. तर हामी नि गाइस दिनभरि होइन बिहानदेखि उठेर 3 बजीसम्म चाहिँ घरको काम सब फिनिस गरेर अनि मम्मीलाई एकदम खुसी बनाएपछि मात्रै अनि ड्याडीले चाबी दिनुहुन्छ अनि मात्रै हामी बाइकमा जान्छौँ गाइस. हाम्रो रियल स्टोरी चाहिँ यस्तो छ होइन. हाम्रो लाइफ चाहिँ गरिदिनु होला कि चाहिँ एकदम स्ट्रगल छ. अब त्यस्तै हो बाँकी कुरा चाहिँ हाम्रो कोसी जाने बाटो हो होइन. अनि स्पेसली यो भिडियो चाहिँ म अहिले कसलाई भन्न चाहन्छु भन्दाखेरि हाम्रो अर्चना गाइस. मिस यु गाइस. अर्चनाले रिलेट गरिरहेको होला यो भिडियो है. अर्चनालाई यो बाटोहरू पनि थाहा होला. अब हामी राजाबास निस्किन्छौँ समय भयो भने बट आई डोन्ट नो है. अर्चनाको घर उता राजाबासतिर. सो गाइस अर्चना आई मिस यु. हाय हाम्रो पनि आयो मिस गरिरहेको छु सिस्टरको अर्चना पर फुच्चा फुच्चेर यही हो नि आज घुम्न आएका. चिन्नुहुन्छ होला नि हाम्रो दुईजनालाई चाहिँ. हाम्रो फोटो चल्दैछ है हाम्रो. गाइज हामी चाहिँ यो ब्याम्बो केभमा आइसक्यौँ. हाम्रो प्रकाशपुरमा एकदम यो भाइरल भएको ब्याम्बो केभमा. आज म पनि प्रकाशपुर आउने बित्तिकै ब्याम्बो केभमा भिडियो छ. अनि यो चाहिँ म ल गाइज हामी चाहिँ अँध्यारोमा देखिने तपाईँलाई थाहा छ बुझ्छ गाइज. हामी चाहिँ अब घरतिर लागिसकेको. यो भिडियो चाहिँ हाम्रो लास्ट हो गाइज. अब यस्तै भिडियो चाहनुहुन्छ भने चाहिँ प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु होला अनि कमेन्ट पनि गर्नु होला गाइज. बाई बाई. सी यु इन नेक्स्ट भ्लग. बाई बाई. गुड नाइट.